साथीहरू ल हामी चाहिँ देश गुनाको भेष ठाउँ अनुसारको खाना भन्दै हामीले तातो पानी कित्लीमा तातो पानी लिएर आएको छौँ होइन। यसरी तातो पानी भयो यो कित्लीबाट यो वाइ राखियो, यसमा सबै मसला राख्यो। अब यसमा तातो पानी यसरी यसरी तातो पानी राख्यो। अब यो तातो पानी राखेर एकछिन यसलाई यसरी एकछिन अब तताउने। यो हाम्रो तपाईँहरूले युरोपतिर कसरी खानुहुन्छ होइन, हाम्रो नेपालमा चाहिँ यसरी तातो पानी सट्टा हाल्यो। हामी चाहिँ अब एकछिन यसलाई यसरी समाउँछौँ है। यसलाई दाइले पनि कफी, यो हाम्रो मलेसियाबाट आएको कफी यसरी अब उहाँले कफी बनाउँदै हुनुहुन्छ। हामी एकदमै बजेट प्राइसमा है 60 लाखको गाडी चढेर नेपाल सरकारले बनाइदिएको खरबौँको बाटोमा हामी बजेट प्राइसमा विनोद चौधरीले बनाइदिएको यो 20 कि 25 रुपियाँको वाइवाईमा जम्मा 70 रुपियाँमा तताएको एक किटी तातो पानी हामी यसरी गर्दैछौँ। तपाईँहरू पनि यदि घुम्ने सुरुमा हुनुहुन्छ भने अहिले हामी रुकुम कोट पुग्नलाई हामी मुस्किलले अब हामीसँग 10-15 किलोमिटर कति छ यसरी गइरहेको छौँ। तपाईँहरू पनि गोजीमा मात्र 8-10 हजार रुपियाँ राखेर तपाईँहरू आजै हिँड्दा हुन्छ। को कसरी घुम्नुहोस् नेपाल, डरो घुम्नुहोस्, स्वर्ग छ नेपाल। यता हेऱ्यो सिस्नो घारी छ, उता हेऱ्यो के अरे स्ट्रबेरी घारी छ, उता हेरे चाहिँ यो बेस सिजनमा पनि सुपारी फुल जस्तो छ। तपाईँहरू पनि घुम्ने हो भने आउँदा हुन्छ। हस् धन्यवाद एकदम। सुपर से ऊपर रजनीकान्त आयो भने पनि यहाँ यसरी पानीमा तताएर हामीले हेर्नुहोस्। इभन विनोद चौधरी पनि फेन्ट हुन्छ होला यो हाम्रो खुवाई देखेर होइन। यस्तो छ देखेछु है, मैले दाबिसकेँ कि देखेछु होइन। ल हेर्नुहोस् यसरी चाउचाउ विनोद चौधरीको चाउचाउ विनोदमान श्रेष्ठसँग सुप लाजवाब चाउचाउ She